गाइज यहाँभित्र ऱ्यापहरू छ त्यो आफ्नो साथीहरूलाई मिलाएर हानेको यो मनमा नलिखिदिनु होला है गाइज ल सबले ब्लग हेर्नु हेलो गाइज दिस इज सुजित पौडेल यो मेरो पछाडि भएको दागे काम नपाएको दागे काम छैन मोबाइल फोन चाहिँ होइन म भिडियो बनाउँछु होइन यो यसको केही कामै छैन यो हरिकन्ठु पढ्न सक्न केही जान्दैन यो जिरो तारा तारै नभएको जर्सी लाउँछ रोनाल्डोको फ्यान रे सुरा भु भन्दै हिँड्छ बाटा बाटा यसको तारा हेरौँ त भाइ तारा तारा त अब भाइ घरमा छ भाइ अब के घरमा मेरो नि आकाशमा छ भाइ मेरो त म त प्योर अर्जेन्टिना फ्यान मेरो त 3टा तारा छ तेरो तारा कतिवटा छ भाइ तेरो तारा कतिवटा छ भाइ तारा नभने अलवेज रोनाल्डो नि यो रोनाल्डो भन्छ गाइस काम केही जान्दैन आइफोन लियो भनेर आइफोन दे रोनाल्डो सु पछाडि गाइस पछाडि नि रोनाल्डो फ्यानहरू छन् यो रोनाल्डो फ्यानलाई म के भन्न चाहन्छु भन्दाखेरि तिमीहरू हाम्रो कक्षाको पढ्ने मान्छे पनि आउनु पढाएको छु आयो भनिदिनु नि त नि ल आइ भन् ल यो सब्सक्राइब गर्ने फेरि त्यहाँ बुझ्यो नि म अहिले भिडियो हाल्छु बाल हो इक्जाम सक्यो बाल हो यो 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 है गाइस म नडाट्नु यो काम पाउनु रोनाल्डो फ्यान त्यो अति गाइस त्यो स्कुटर जाँदा यसले सो भन्ने थियो स्कुटरवालीले पनि सो भन्दै थियो त्यहाँबाट यो मकिन्छ दागे काम नभएको दागे कति झ्याउला हेर अहिले त म त इजी यो भ्लग बेलुका पोस्ट हुन्छ नि मेरो भाइ गाइस दागेले धेरै खाएर हिँड्न नि सक्दैन रोनाल्डोहरू त्यहीँ बसेको कस्तो झ्याउ लाग्यो मलाई पनि जिस्काउनु त मन छ नि एन्ड्रोइड भएर यसले भनेको नबता एन्ड्रोइड युजर गाइज एन्ड्रोइड होइन गाइज यो आइफोन 16 हो हेर्नु यो लुक्स हेर्नु लुक्स यहाँ हेर्नु न गाइज टेक्नो गाइज टेक्नो भन्नु पाइन्न मेरो भाइ रोनाल्डो खोइ भनेर कुर्दैछ मे लास्टै हरामीको यो फर्की हामी पनि फर्क्यौँ न हो हिँडिदिन्छ गाई यो लास्टै हरामी रहेछ हिँड्जाम सुरुवात गर्नु पर्यो त्यो रोनाल्डोको त्यो केटीले सुरु गरेको मेरोमा भिडियोमा छैन मैले त खिचेछु हेलो गाइस वेलकम टु माई न्यू भ्लग दाइको परशुराम कोटवाल यो कायो नभए यो भाइले काम पाउनु हिँड्जाम जानु भयो यताबाट जाऊँ जुन साकेरको घरतिर फेरि बाउ छैन फर्की भयो झ्याउ लाउँछ आउने भाइ यहाँ भ्लग यहाँदेखि आइज आउने भाइ मेरो प्यारो भाइ म असारको हो यो मङ्सिरको हो मङ्सिरको 21 गते हो कि 25 गते हो यसको बर्थडे अनि आइज न गयो यहाँ रोनाल्डोले मक्ख सु भनेर मक्ख सबैले सु भन्छ रोनाल्डोलाई अनि दादा भनेको केटीहरू सब सु भन्छन् रोनाल्डो भनेपछि केटीहरू धेरै पागल हुन्छन् कि रोनाल्डो भनेपछि रोनाल्डो भनेको सबको राम्रो आइडल हो मेसी जस्तो त्यो पुड्के अरूको मेसी धेरै जस्तो मैले मेसी केटीहरू पनि देखाएन कि रोनाल्डो केटाहरू पनि देख्छु उहाँ उसमा फलोवर्समा हेर त रोनाल्डो इन्स्टामा हेर क्रेज हेर त्यो जस्तो त्यो मेसी हो र रोनाल्डो भनेको रोनाल्डो गाई दाइको आजको आउटफिट त्यो केटाहरू गयो होला कि छिटिन्न अस्तिको अघि भेटेको क्या सुमित क्या सुशान्त क्या ल गाई चाहिँ म फर्स्ट टाइम तल आएर यसरी भिडियो बनाउँदैछु केपी सर कहाँ होइन उस कहाँ यहाँ रहेछ मिल ए यहाँ
माथि पनि छ गाइज हाम्रो प्रितम फेभरेट टिकटकर प्रितम सर यहाँ दुई शब्द केही भनिदिनु न दुई शब्द केही भनिदिनु मेरो त साँच्चीकै आउँछ हो लिङ्क पठाउँछु उहाँ सुमित अहिले खोज्दै सुमित पक त कालेला पक सानो प्रितमलाई हो र त्यो सानोलाई प्रितमलाई मैले भने उसलाई हो पर्सेन्टेजलाई टन्न भने पोखरा गरेर आएको बल खेल्न गरेर आएको गाइस बल खेलेर त आएको यहाँ आएर खान लागेको यो मुला दागेले कति खायो भन्दाखेरि केटा भएको मेरो भाउको जेरी पनि चोरेर आएको हुन्छ शरीर त गाइस खाने बित्तिकै कहाँ शरीर लाउँछ त नि ए मुला भुक्रुम खाएको क्या ढाँटेको होइन यसले भुक्रुम खाएको यसले गाइस भ्यू हेर्नु त आमामा धेरै खाएको नेपालको धनी साइरी हान्छ यस्तै हो क्या रोनाल्डो खाएको उस ऱ्याप झरिसके सेराउरा घाचोक त्यहाँ सबले माया गरेर देखाइदिनु होला आज गाइस टिजर झरिसक्यो अब भिडियो पनि झर्छ बिस्तारै दादाको ऱ्याप भनी खतरा हामीले भ्यू त कस्तो मिठो छ क्या गाइस धानबारी भएको पानी परेछ घाचोकको धेरै नै छ के भयो गाइस मिस्टेक भयो क्या अहिले सेराउरा घाचोकको धेरै नै हुन्छ सक्छौँ घाचोको सोच्छु कहिले खाँदैन रम अनि यस्तरी पुस्न गुलु 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 गर्नु कस्तो मजा आउँछ यार गुलु 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 भयो कोच सक्छौँ ल गाइस कस्तो भयो आज त गाइस टुई एन्ड प्रोड्युसर यहाँ त तेरो थुतुनु पुरै देखायो पानी नभएको थुतुनु पुरै देखायो अनि गाइस के छ नि खबर दादाको त कपाल छैन दादाको कपाल सपाल काएर दिन्छ दादाको कपाल हेर्नु गाइस हल्लिहाल्छ नि बाटो यो हो सिधा बाटो मेरो साथी लाटो बन्न खोज्छ बाटो ओए ई खातो के हारे पक टिकटक मैले हालिदिन्छु पक घुडा खा भनेको तल नेगेटिभ बुझे बुझ तेरो फ्यानहरू नेगेटिभ भयो जे बाल भयो मलाई गाइज अरू के होइन मेरो टिकटक हाल्यो भने चाहिँ बबल लाउँछ भ्युज चाहिँ बबल आउँछ घाचुकेको धेरै नै हुन्छ दम घाचुके सोझो कहिले खाँदैन रम घाचुके सित हुन्छ सधैँ गोजीमा बम घाचुकेको चलफल अहिले त्यो लाबुबु हाल्नु ओहो लाबुबु हालिदिनुहोस् मिठो लाबुबुको त्यो सचन भाइबाट लसिस्तो लाबुबुको स्टिकर के हाले चाहिँ नराम्रो देखियो गाइस जोस् घाचुकै यसरी भ्लग बनाउनु जोस् मजा लाउँछ लाल पनि लाउँछ साइडमा साथीले बनाइन्छ साइडमा दागेले बनाइन्छ भने म त इजी हो चौतारा वडा नम्बर 3 धेरै नबोलेको मान नत्र बजाइदिन्छु बिन मलाई नि हातमा चिराग छ बने त जिन कोसी त बिडी राचस पहिला मान्छे चिन बुकिन दे भाइ बुकिन दे जिम्मेवारी काँधमा पहिला बुकिन दे को कस्तो छ यहाँ मान्छे पहिला चिन्न दे पारा देखाउँछु यहाँ बोली पहिला बिक्न दे जितेर देखाउँछु यहाँ हानि चान्स छैन रे सातो उडाउँछु भुटेर खान्छु दिमाग तेरो म ततै राख्छु आगोबाडी लाछु साइडको भाछु रिस मेरो म सम्हाली राख्छु धेरै नबोल भाइ रिसमा पर्लास एकछिनमै खरानी भएर झर्लास स्वर्ग होइन भाइ नर्गमा पुग्लास जा गइनी माछु तलाई 110 मा पोलास
तेरो दाइको रिस एकदमै कडा छ ढाड्दिन आमा कसम भने आएन गफा न माई लाइफ माई रुल्स पर्दैन सिकाउन चाहिँदैन साथ कोही नआएछ साथ दिन हेर्देखि ऱ्यापर भविष्यको ऱ्यापर दागे अनि ल त्यसलाई ऱ्याप हान्नै सिकाइदिएको मैले हो केटा के कुराहरू छ 10-12 ठान काट्दै बनाउँदै गर्छ एउटै भिडियोमा बना न अझै छ क्या मेरो सुन्दै बनाउँदै अनि हो गाइस यहाँ नङ यो टाउके भ्लगको लागि है हाइट मात्र ठुलो हुँदैमा बन्दैन कोही डन तेरो झारे ग्याङ लिएर आइज मसित छ गन बाँच्नु छ भने अहिले नै दाइले सरी भन दाइ पछि गन लिएर टकै भयो अघि रन मान्छे त पागल नेम छ टाउके अनुहार भरि दाग दागे हो तेरो बाउबे रिस हान्न के अरे डिस हान्न आउँदैन बरु केरा खाउ के रिस नउठाउ बेकारमा खाउला दाउबे सुरु तैँले गरिस् अन्त्य गर्छ दाइले सरी दाइ भन्दै आउँछ पछि टाउकै भाइले नराम्रो भयो डिस अलि हाइले ऱ्याप हान्न सिक खतरा हान्छ दाइले भन्थिस् त टाउके त काले महेन्सम तैँले जे भने नि लिदिनँ म टेन्सन हेर्दा त बच्चा खाँदो रहेछस् पेन्सन तेरो दाइ फेमस तेरो दाइको फ्यानहरू छन् अनि रोक बाइक गछ भन्ला डट अर्को डिस हान्न कला चाहिन्छ हान्नु हुन्न गफ रक्सी हान्न सक्दैन हान भाइ गफ तेरो दाइ मटन खान्छ त खान्छस् बफ यो डिस सुनेर टके भाइ भयो रक अब अर्को निकाल्छ दाइले रोक अर्को कुन छ युआर प्रशान्त होसियार एक्लै बिरालो बढी बोजस खाते हुलमा म पनि दादा आफ्नो टोल आफ्नो गाउँ घरमा आगोलाई छुन्नु पर्छ पहिला त्यो रात पोल्न मान्छे हान्न गाह्रो छ सजिलो छ बाबु बोल्न एक्लो देखेर हेपेको मलाई अब सक्दिनस् बोल्न लडाइ सडाइ भन्दैन आएछ घर बस छोल्न मेरो एक पञ्च खाएपछि तँलाई सुरु हुन्छ पोल्न सबैभन्दा कडा फाइटर हुमा केटाहरूको हुलमा सधैँ नै किङ ऱ्याप होस् या गेममा कहिले पुग्दैनस् मेरो जति प्रेममा गाह्रो छ भाइ यहाँ शरीर पर्छ पेल्न तेरो लागि बुक गरिदिए घर जा भाइ ट्रेनमा सानैदेखि लब्रा कति खायो लात कति थिए घाँटी पनि कति थिए 7 हात बढी चल्थ्यो हुन्थेन धेरै बात एक पञ्चमै जाते दुश्मनहरूको दाँत एक्लै नै काफी 100 जना माथि चाहिँदैन मलाई कोही पनि साथी सबै हुन्छन् एक नम्बर घाँटी लडाइ पर्दा भाग्छन् म भन्दा फाडी अनि भोलि पर्सि आउँछन् मलाई भन्दै ड्याडी साथमा ल्याउँछन् 2-4 वटा ब्याडी मेरो पैसा सक्छन् सबै मिली बाडी केटाहरू फर्स्ट पैसा कमाउन लाने गई खाडी सँगै हुन्थ्यौँ धेरै थियो माया खोइ कुन शत्रुको लाग्यो छाया उनीहरूको मन पेरियो कहाँ अनि हाम्रो दोस्तीको भयो स्वा पेस हेर दाइको अझै पनि छ रोक अनरिलिज यता जान ल्याम कालो आयो के दाइको म्युजिक तिमी साथमा हुँदा बिर्सिन्छु मैले संसार तिमी हात थाम्दा रोकिन्छ मेरो संसार तिमी धेरै नै बुझ्ने रहेछौ म भन्दा त तिमी छाडी गयो मैले बिहे हुने दिन गन्दा त कसरी बितेको छु सोच मेरो जिन्दगी तिमीलाई देखेपछि तिम्रो याद आउँछ झन् बेसी तिमीसित खुसी हुँदै बोल्दै घरमा लडी खरानी भइसक्यो त्यो मन भित्रभित्रै डढी फेरि एक हुन्छ भनी भन्न तयार सरी एक दुई दिनको आफ्नो होइन बनाउँछु सधैँभरि दुईजनाले बचौँ छुट्टिन सक्दिन घरि जुनीभरिसँगै बसौँ एकअर्काको सम्झै गरी म नि बच्चा हुँदिन सधैँभरि चिन्ता नगर राख्छु तिमीलाई केयर गरी के खान मन छ दाल भात कि मटन करी हाँडा छैन अनरिलिज अरू ल दागेले जे होस् 4-5 मिनटसम्म ऱ्याप नहान्यो अब दागेले ऱ्याप निकाल्यो भने गाइस बवाल हुन्छ दादा भनेको त खतरा नि फेरि घाचुको ऱ्यापर को भन्दाखेरि दागे रोक एउटा त खतरा अझै ल रोके दागे सङ्की जताततै दुश्मन पागलदेखि सङ्की सिङ्गल लड्ने कि ग्याङ लिएर भन्की साथमा केटाहरू संसारकोदेखि जङ्की लड्न नसके पछि कुद छिटो रन आफ्नो ठाउँमा बाघ बाहिर कटुमा मुट्ने अगाडि डरबाग पछाडि त होइन बुक्ने एक पञ्चमै त होइनस् भएमा सुतेपछि तँलाई आँट आउन उठ्ने बाघ बुढो भए पनि खाँदैन घाँस दाइसी त न्युन खोज्दिन फेर्न सास सबै जङ्कीहरूको तेरो दायो खास एक कलमै बनाइदिन्छु तेरो शरीर लास साथ दिनेहरूलाई मनदेखि सलाम घात गर्नेहरूलाई यही हात फलाम पहिला दोबी ठोक्छु पछि दिन्छु मलाम तेरो नाकेको पनि छैन यत्रो दम अनि
साथीहरू हाम्रै सबै छन् राम्रै, कोही साथी पनि अनि कोही छन् काममै, सबै जङ्की सबको बढी छ दम नै, एक कलमै सबै केटा आउँछन् जम्मै। अगाडि पर्दा डरपोक छुट्टै छ सान, अहिलेसम्म छोडिदिए तेरो शरीरमा ज्यान बाँच्दैन भाइ, नबिगार मेरो ध्यान, तेरो दाइ पनि हो मेरो ठुलो फ्यान। मान्छे देख्दा सोझो म पानी चाहिँ खराब, जति लाउने होला मलाई लाग्दैन सराप। मेरो भाइ मान्ने गर्दैको साथ छ मेरो दाइदेखि भाइको, तँ जमिनको कमिलो म इगल हाईको, लेभल नै मिल्दैन बाबु भाइ भो। यति सक्को दागेले जो 6-7 वटा ऱ्याप त हानु भर्खर। अझै कपीमा कति थियो हैन दादाको अनरिलिज हो कि यो सब। दागेले प्रगति गर्छ केटा। ऱ्यापमा प्रगति गर्छ तिमीलाई न दादाले। बोला आइबोल सब राख हाल्दै टिकटकमा, जति नराम्रो त्यहाँ नराम्रो भिडियो भयो भने हाल्दै, बाल लाग्दैन दादालाई। कुन हालम सुन, मैले कुन हालम भनेर सोचिरहेको छु कि कुन हालिदिउँ ल। त्यो टाउकेलाई डिस हानेको हानौँ कि त्यो टाउको डिस हानेको नान क्या, त्यो सुवासको पनि छ, सुवासले पनि मलाई डिस हानेको छ, अनि मैले पनि सुवासले यस्तो मिलाएर हानेको। त्यो यत्तिकै फोनको लागि केटाको खतरा नि एउटा सङ्की हाल भन्ने मैले मैले डाउन गर्छु कि नै भन्ने त्यही हो, एउटा खतरा सुवासको एउटा सुवास कता गयो राम्रो भयो, सुवास श्रेष्ठको बवाल छ। सुन होइन म्युजिक भोइस अर्को बनाएको। युट्युबमा त हाल्दैन, युट्युबमा हाल्दैन, कसैले हाल्दैन कि हामीले यो फोनको लागि। सुवासको पनि सुनाइदिएको, मैले आफ्नो पनि सुनाइदिएको तँलाई। अनि दादा भनेको कडा हो त नि अन्त दादाले फेरि रोक्न अर्को सुन न, म त सुन्न त रेडी हो भाइ। यो के यो फुल गीत हो यो बवाल छ नि फेरि। एउटा घाँचोको नै छ दम, घाँचोको कहिले खाँदैन रम, हुन्छ गोजीमा बम, घाँचोको चलपल अहिले भएको छ कम, सिधै माथि दैनन् घाँटी या राति सबै माथि गर्दैन हामीले बात, खाएपछि झर्छ दात, साथीहरूले घात। घाँचोको धेरै नै एकदम घाँचोको खाँदैन रम, गोजीमा बम, घाँचोको चलपल अहिले भएको छ कम, यो चाहिँ मैले हालेँ होइन। यस्तो कडक छ अनरिलिज। अनि के छ दादाको फेरि अघि टिचरहरूलाई घाँटी नै सुक्यो यार त। रोनाल्डो र सोनाल्डो भनेर चिच्चा सुक्यो। चल
कपिराइट लाउँछ कि नबजादैन कपिराइट लाउँछ कति डेन्जर भयो होला 18-19 मिनट 20 मिनट पुग्यो मिल्छ हाल्न के ब्रोक मिल्छ ढुक्क हाल्न मिल्छ नि 1 घन्टा 1.5 घन्टा त 100-200 घन्टा हालेको भए पनि जान्छ भ्यू टाइम लाउँछ नत्र त जान्छ म त नकाटी हाल्दिनँ फुल टु फुल हाल्दिनँ हो गाइस यो चाहिँ हामी जाने सिँढी भइहाल्यो मैले बनाउनु पर्यो यार दाजुले फेरि ऱ्याप भ्लग बनाउँदैछ बना दगे यो सिँढी भइहाल्यो म सिँढी उक्लिँदैछु तर गाइस मलाई अरूभन्दा नि यस्तो बाटो हिँड्नुभन्दा बरु सिँढी हिँड्नै ठिक छ क्या गाइस बनाएर फेरि आधा काटेँ त्यहाँदेखि यहाँ थियो कि साथीकोमा यहाँ मोबाइलमा के अरे ऱ्याप थियो त्यही ऱ्याप साथीले सुनाउने भनेर यहाँ हेर्दै गरेँ फुल ब्लग हेर्ने भयो एसपी गेमिङ वाइटी भ्लगमा छ हेरौ यसमा पनि अलि आउँछ एसपी गेमिङ पनि हेर दादाको सब ऱ्याप त्यहाँ आइछ एसपीमा छ गाइस छ अनरिलिज ऱ्यापहरू पनि यसमा छ गरेर हेर्नु होला त्यही हो ससेक आउनु धागेमा आउनु होला पर्सन भ्लगमा आउनु होला गीत के अरे भ्युज बढाइदिन एसपी गेमिङ वाइटीमा जानु होला मेरो ऱ्याप सुन्न भन्नु गएर ऱ्याप भ्युज पनि आउँछ क्या मेरो भ्युज बढ्दैन अनि तर मेरो 30-35 त कर्छ मेरो हिजो दङ्गा आएको के त्यो कति 15 भ्युज थियो अनि 15 मिनटमा मेरो हिसाबले त कति 400 भ्युज गरेको क्या फेसबुकमा अहिले कति 433 कति छ अनि भाइ अलवेज बवाल हो नि फेरि अब यो पुरै ठाउँलाई चाहिँ गैचोर भन्छ गाइचोर के समथिङ के मलाई त ठ्याक्कै एक्ज्याक्ट थाहा छैन यसलाई गाइचोर हुन्छ कि गैचोर हुन्छ तर ठाउँ चाहिँ बवालै छ कहाँ कतिखेर को आउँछ सफल दादा होइन भ्लगमा हिटो बनाएको हिँड्छु गरिदिनु मेरो जानियो बाइक लिएर हिँड्नु जानु यसले त लान्छ गाइस अस्ति उहाँ गएको के होइन भने त होइन जिस्काएको ठुलो हामी पखेर हुँदैन जर्सी गैचरी यो गैचर भयो यो टक्कै यो बाटो भयो बाटो त ठिकै हो यो यस्तो छ के यो चाहिँ बिसाको घर भयो काम नपाए कि सेकेन्ड गर्लको घर त्यहाँ झ्यालमा बसेर हेरी चाहिँ ओली छैन म त इडिट होइन यहाँ जान्छु यसो उसलाई सुरत आएको छ ठिक छ कहिले आज आउनुभएको ए म जान्छु भिडियो हालिदिइहाल्छु जोडी हेर म त इडिट हान्दिनँ म त डाइरेक्ट भिडियो हालिदिने हो बाल हो हेर्ने हो नि त तैँले त 3-4वटा क्लिप हाल्ने हो मैले एउटै भिडियो हाल्ने हो बाल हो दागेले गाली खायो गाइस गाली हुन्छ त्यसलाई भातेर भन्दा कहाँ जानु लाग्नुभएको कसका
ल ल ल बिजन भाइ ल ऊ ढाके पनि छ भर्खर सुतेर उठेको काम पाउन्न पढ है भाइ पढ बिएलियो ओए म नयाँ भ्लगर दागे पढ्छ नि त अहिले हेर है फुल भ्लग हेर बुझिस् नि एसपी गेमिङ वाइटी भ्लग छ कि हेर्न ल ल गाइस यो बाटो यस्तो फेरि बनको छ के अप्ठ्यारो ओए धन्न लोटेको यार गाइस यो चाहिँ टुडुङ्गा यो मेरो घर यो पुरानो घर फेरि बोलाए गाइस फेरि मुनि जाने काम पर्यो भन भाइ पाइटीहरू आउनु गइज कहाँ गइस् मेरो भाइ मेरो भाइको घरमा पर्छ बोलाउँछ आफै बोलाउँछ अनि तर्साउँछ साथीले पैसा निकाल्दैछ तर गाइस यसको बानी चाहिँ नराम्रो भनेको बोलाउँछ आफू लुकिदिन्छ अनि तर्साउँछ भर्खर के भयो भन्दाखेरि चाहिँ होइन म उताबाट ठ्याक्क आउँदै थिएँ यहाँ थिएँ त बोला म वहाँ माथि पुगेको सुशील भने यहाँ बोलाएको थियो अनि यो मेरो भाइको कुकुर यो कुखुरो भयो त्यहाँ कुखुरो भयो यो भाले भयो त्यो पोथी भयो त्यो बाच्छी भयो मेरो भाइको घर भयो यो घर पछाडिको जङ्गल भयो यो जङ्गलमा यसले बाघ चितुवा सबै पाल्छ यस्तो थुन्ने यस्तो छ है जानुभयो जानु यो भाइको यहाँ फुल भयो यी यस्तो फुल चाहिँ यो मेरो भाइको घरमा आज त्यो ऱ्याप हान्दैछु पर्सेन्टले पनि भ्लग खिचिदिएको असम्म छ 27, 28, 29, 30 मिनटै भयो यत्रो कसले हेर्छ र हेर्दैनन् यो बुटो भयो मेरो भाइको घर अनि भाइ भ्यू भयो यो बाटो नचिन्ने त को होला र यो बाटो विकास गर्दैकै मैले म सुशील पोखरेल होइन के भन्नु लाग्थ्यो म घर पुगेको थिएँ अनि साथीले अनि फेरि यसो माथितिर राइड हान्न जाऊँ उनीहरू राइड हान्नुहोस् मलाई लैनस् भने अनि ल हिँड्दा नि हामी पनि हिँड्दै गएको त पनि हिँड्दै हिँड्नु भने लिएर आएँ ए मनी चाहियो के ल भन् ल युट्युबमा भन्दिनँ भन्ने भयो भन न भ्लगको नाम के हो एसपी गेमिङ वाइटी भ्लग गेमिङ वाइटी भ्लगलाई सबैजनाले सब्सक्राइब गरिदिनु होला जति पनि मेरा सब्सक्राइबरले यो हेर्दै हुनुहुन्छ मेरा सब्सक्राइबरले हेर्नु होला आधाभन्दा बढी त तेरो भ्युज मेरै कहाँ आउन सक्छ ती सबैले सब्सक्राइब हानिदिनु होला अनि यसलाई अलिकति जथाभावी भिडियो नबनाउने भनेर कमेन्ट पनि हानिदिनु होला है ल गयो हुन्छ काम नपाएर त्यस्तो भनेको छु माथि गराले यस्तो सानो काम छ जे पनि हुन्छ गाई त्यसको कुरा नसुना हो त्यही हो नखायो कति र ढुक्क आज सुमित छ नि पोखरा
मलाई आज फोटो खिच्नु बिर्सेछु लामो अघि जान्दिनसम्म त याद थियो नि जङ्गलसम्म याद थियो मैले फोटो खिच्नु भने अनि त्यहाँ मैले पिच भएको चाहिँ बिर्सेछु त्यहाँ त्यो तिनीहरूलाई देख्यो अनि हिँड्ने बुलेट देखेको क्या गाइस बुलेट ग्याङ देखेको त्यही हो भगै त्यही हो दागेलाई सोध्यो नि सोध अप्पिललाई सोध्यो नि सोध अगाडि त्यो मेरो अगाडि पिचपट्टि थियो नि त्योसँग मेरो घर जाने मेरो सपोर्टी थियो नि यसो हेरेँ एकैछिन त्यसले हेऱ्यो फेरि त्यसले रुममा हेऱ्यो अर्कोचोटि आयो नि मेरो अगाडि पढ्दै आज कता परेको केटी त त्यो ठिकठाकै लाग्यो कि मलाई अनुहार त देख्नु देखिन्छ पर्सनले राम्री लाग्यो मलाई ठिकठाकै लाग्यो नागा फुली सुली केही पनि थिएन अनुहार के अब भर्खरै लाग्यो भए त सक्दैन थियो त्यसलाई अब सानैबाट लाग्यो भए छुट्टै यहाँ गाइस कुखुरा पाउँछ च्याटो हानी चाहिँ च्याटो हान्ने यहाँ यो कुखुरा यस त्यो यस हुन्छ नि अर्को छुट्टी तरकारी यस्तै यो पछाडिको कुखुरा फार्म हो अन्डा सन्डा कुखुरा सुखुरा चाहिए सम्पर्क गर्नु होला यहाँ गिरिराज भन्नुभयो होला यहाँ अन्डा दिने भन्ने तपाईँले बुझिहाल्नुभयो होला यहाँ चाहिँ ए ब्रोइलर भन्नुभयो होला यहाँ चाहिँ गिरिराज कुखुरा भालेर पोथी पाइन्छ इफ यु वान बाई सम चिकन अर वाट एन्ड एग यु क्यान बाई दिस फ्रम दिस प्लेस दिस प्लेस इज राइट नाउ दिस प्लेस इज राइट नाउ Basgari Chowk. After walking 2 minutes, you will become this gate and you can buy everything. I was speaking English, my friend looking, look, who is this? Yeah, this is आज त्यो सचेत तिमीहरू त्यहाँ माथि गएको थियो नि त सँगै गर्न त्यो हलको एक राउन्ड लगाएर मलाई माछा लाग्यो म मात्र तर अनि उस्तो तल त्यो उसकोमा सँगै गरेको हामीले त तल गरेको त्यहाँ त माथि बसेँ मलाई त त्यहाँ समथिङ कति टाइम लगायो धेरै लगान 5 मिनट त्यहाँ 1 मिनट त्यहाँ अरे अनि हिँड्दै म हिँड्दै बजेले अनि अपिलहरू गयो होला छैन भने अब होला नि भने हिँडेको पानी परिरहेको दिउँसो बल खेल्न गएको थियो त केटाहरू किनारे नि होला गाइस कस्तो इन्सिडेन्ट आजको बिहान बसेन हरान हान्दै आइछन् गाइस दाइले त्यही माथि झन् भ्लग खिचिन्छ दाइले भालेको अफ केटा भाले एउटा छ मान्छे यत्रा छन् कत्राले हानिन् भाले भने यस्तो भाले हो माथिको बिहान बसायो भेट्दै थियो त त्यो हाइड्रो पावर छ लाचो कुटे खोरा मुखा यताको यो भ्लग पनि 6 मिनट 6 र 9 35 मिनट भइहाल्यो स्टोरेज त बवाल छ यार बवाल हान्छ भ्लग अफ हानिदिनु भयो यार झ्याउला यी भेन त्यहाँ भयो भने त भ्लग फेरि सुरु गर्नुपर्छ आज त भ्लग त 1 घन्टाकै हुन्छ इफ त्यहाँ बाइक छ भने वी गोन राइड ब्रो आई हेभ ड्राइभर ब्रो
या ल है मैले बाइकका सामान लिएर यो बजार छोडेर अनि फेरि जाने के हुन्छ हेरौँ न त्यहाँ